पहाडको बिचमा एउटा सुन्दर गाउँ थियो। गाउँ एकदमै सुन्दर थियो र गाउँमा एउटा स्कुल थियो। एउटै उमेरका दुईजना विद्यार्थीहरू थिए, रोहन र राहुल। केही समय अघि स्ट्यानफोर्ड युनिभर्सिटीमा साइन्स स्टडी भएको थियो, जसबाट एउटा दुःखद अध्ययन चाहिँ बाहिरिएको थियो, जसमा भनिएको थियो कि हरेक 60 मिनटमा 58 मिनट चाहिँ हामी विगत वा भविष्यको बारेमा सोचिरहेको हुन्छौँ। हामी हाम्रो वर्तमान समय चाहिँ बाजिरहेकै हुँदैनौँ, जुन चाहिँ हाम्रो रियल लाइफ हो। हामीहरू पास्ट वा फ्युचरमा बाजिरहेको हुन्छौँ। सो टुडे आई सजेस्ट अल अफ यु जस्ट लिभ फर टुडे। आजको लागि मात्र बाँच्नुहोस्, मात्र 24 घन्टाको लागि बाँच्नुहोस्। हाउ एन्ड वाइ दिस इज इम्पोर्टेन्ट, आज हामी यसै विषयमा चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नु। प्राय हामी बितेको समय वा भविष्यमा आउने समयमा बाँचिरहेको हुन्छौँ। हाम्रो बेखुसीको कारणहरू पनि यिनै हुन्। फियर, एन्जाइटी, अनह्याप्पी, अनहेल्दी र डिप्रेसन हुने कारणहरू पनि यिनै हुन्। त्यसैले यदि तपाईँ आफ्नो जीवनमा खुसी हुन चाहनुहुन्छ र आफ्नो जीवन साँच्चै बाँच्न चाहनुहुन्छ भने तपाईँ मात्र आजको लागि बाँच्नुहोस्, मात्र 24 घन्टाको लागि बाँच्नुहोस्। एक मात्र पल जसमा तपाईँ साँच्चै जीवित हुनुहुन्छ, त्यो हो वर्तमान समय। आजको लागि तपाईँ राम्रोसँग बाँच्नुभयो भने तपाईँले भविष्यको लागि धेरै राम्रो कामहरू गर्न सक्नुहुनेछ। पहाडको बिचमा एउटा सुन्दर गाउँ थियो। गाउँ एकदमै सुन्दर थियो र गाउँमा एउटा स्कुल थियो। स्कुल पनि एकदमै सुन्दर थियो र स्कुलका टिचरहरू सबैजना राम्रा थिए। र त्यही स्कुलमा एउटै क्लासमा एउटै उमेरका दुईजना विद्यार्थीहरू थिए, रोहन र राहुल। रोहन सधैँ विगत वा भविष्यमा बाँचिरहेको हुन्छ, तर राहुल सधैँ वर्तमान समयमा बाँचिरहेको हुन्छ। रोहन, म एक्जाममा फेल भयो भने मेरो भविष्य के हुन्छ होला? भविष्यमा मैले केही राम्रो गर्न सक्छु वा सक्दिनँ? म पास भयो भने खुसी हुनेछु र फेल भयो भने दुःखी हुनेछु। म लास्ट एक्जाममा पनि फेल भएको थिएँ, कतै फेरि फेल हुने त होइन? रोहन सधैँ विगत वा भविष्यमा बाँचिरहेको हुन्छ, तर राहुल सधैँ वर्तमान समयमा बाँचिरहेको हुन्छ। ऊ मात्र आजको लागि, मात्र 24 घन्टाको लागि बाँचिरहेको हुन्छ। आउने समयको बारेमा सोच्दैन र बितिसकेको समयको बारेमा पनि। आज म के राम्रो गर्न सक्छु, कसरी राम्रो गर्न सक्छु, आज म कसरी राम्रो पढ्न सक्छु, कसरी राम्रो लेख्न सक्छु भन्नेतिर ध्यान केन्द्रित गरेर अगाडि बढिरहेको हुन्छ। भविष्यमा के हुन्छ होला र विगतमा के भएको थियो भन्ने बारेमा ऊ चासो पनि दिँदैन। ढुक्कले ऊ आफ्नो वर्तमान समयमा बाँचिरहेको हुन्छ। एक्जामको समय एकदमै नजिकिरहेको हुन्छ र दुवैजनाले एक्जाम लेख्छ। राहुल, मैले आजको लागि एक्जाम राम्रो लेख्नुपर्छ, म आज एक्जाम एकदमै राम्रो लेख्नेछु भनेर तयारी गर्छ र ढुक्कले खुसी साथ एक्जाम लेख्छ। तर रोहन, ला कतै म फेरि फेल हुने त होइन? कतै मेरो एक्जाम बिग्रिने त होइन? पहिला पनि म फेल भएको थिएँ, कतै फेरि फेल हुने त होइन भनेर ऊ चाहिँ एकदम टेन्सनमा दुखी भएर एक्जाम लेखिरहेको हुन्छ। र अब परीक्षाको रिजल्ट आउने समय हुन्छ र दुवैजना दौडिएर स्कुल पुग्छन्। दुवैजनाको रिजल्ट आउट भइसकेको हुन्छ र रिजल्ट यस्तो आउँछ। राहुल एकदमै राम्रो ग्रेडमा पास भएको हुन्छ, तर दुर्भाग्यवश रोहन फेल भएको हुन्छ। त्यसपछि राहुल खुसी हुँदै घर जान्छ। उसले पहिला पनि आफ्नो जीवन खुसी र स्वास्थ्यसँग बाँचिरहेको थियो, आफ्नो वर्तमान समय बाँचिरहेको थियो भने अहिले पनि ऊ खुसी र स्वास्थ्य जीवन बाँचिरहेको छ। तर रोहन, न त उसले पहिले नै आफ्नो वर्तमान समय, आफ्नो जीवन खुसी साथ बाँचेको थियो, न त अहिले नै बाँचिरहेको छ। ऊ सधैँ अनह्याप्पी र अनहेल्दी जीवन बाँचिरहेको छ। रोहन न त पहिले नै खुसी थियो, न त अहिले नै खुसी छ। केही समयपछि राहुलले धेरै
सफलता हासिल गरिसकेको छ, ऊ एउटा सक्सेसफुल व्यक्ति भइसकेको छ, ऊ ह्याप्पी एन्ड हेल्दी लाइफ बाँचिरहेको छ। तर रोहन फियर, एङ्जाइटी, अनह्याप्पी, अनहेल्दी र डिप्रेसनसँग लडिरहेको छ। उसले आफ्नो सुन्दर जीवनलाई बर्बाद गरिरहेको छ, किनकि राहुल कहिल्यै पनि आफ्नो वर्तमान समयमा बाँचेन, जुन चाहिँ उसको साँचो जीवन थियो। ऊ सधैँ विगत वा भविष्यमा बाँचिरह्यो र ऊ कहिल्यै पनि खुसी हुन सकेन। त्यसैले उसले जीवनमा केही पनि सफलता हासिल गर्न सकेन र ऊ डिप्रेसनको शिकार भइरहेको छ। सो तपाईहरू पनि आफ्नो यो सुन्दर जीवनलाई खेरो जान नदिनुहोस्। 24 घण्टाको समय चक्रभन्दा अघि पनि नहेर्नुहोस् र पछि पनि नहेर्नुहोस्। सके जति आज नै राम्रो गरेर बाँच्नुहोस्। यदि तपाईँ आज राम्रोसँग बाँच्नुभयो भने तपाईँले भविष्य राम्रो बनाउनको लागि धेरै काम गर्नुहुनेछ। Always be happier and healthier in your life. Peace. जय नेपाल।